आमा ढोके आज त टिका र टिकाहरू लाउँदाखेरि मलाई पनि सम्झिदिनु है आमा। म पनि छु टाढै भए पनि हरेक टाइम तपाईँहरूलाई सम्झिन्छु र तपाईँले बनाएको त्यो हातको कुखुराको मासुहरू धेरै याद आउँछ आमा। किनकि गाउँ बस्तीको कुखुराहरू साह्रै टेस्टी हुन्छ। त्यहाँमाथि तपाईँको हातको जति नै भए पनि तपाईँको हातको त आमाको भनेको चाहिँ आमाकै हुन्छ। र गुन्द्रुकै पकाओस् या टमाटरको रसै बनाओस् है, साह्रै टेस्टी हुन्छ आमा तपाईँको हातको त्यो झर्लङ्गै तिउन पनि। जति नै हामी यहाँ मिठो खाए पनि क्या त्यही टेस्टी हुन्छ आमा। र तपाईँको हातको त्यो सेलरोटी आमा एक फन्के कति याद आउँछ। मेरोमा भिडियो छ पहिला तपाईँले बनाउनु भएको भिडियो छ मेरोमा र त्यो म हेर्छु र त्यसमै हेरेर टेस्ट लिन्छु। कति टेस्टी हुन्छ आमा। तातो तातो खाँदा त म्याक्कै पनि 2-3 दिन खानु पनि सक्दैन र चिसोमा त कति बिहान चियासँग खानु कति मजा आउँथ्यो आमा। हामीलाई पनि आशीर्वाद दिनुहोस् है आमा। जस्तै भए पनि है, के गर्नु यस्तै रहेछ जिन्दगीले, कहाँ कहाँ पुर्याउँदो रहेछ आमा। साह्रै याद आउँछ हो तास खेलेको। तपाईँहरूले जहिले पनि मलाई चोर बनाएको। म साह्रै तास छोड्थेँ नि आमा। अब त तास छोड्ने पनि छैन। अब त शान्तिले खेल्दा हुन्छ है आमा। म त टाढो छु, के गर्नु, धेरै सम्झिन्छु तपाईँहरूलाई। टाढै भए पनि धेरै माया गर्छु आमा तपाईँलाई। के गर्नु, यस्तै छ। हुन्छ आमा, गए है आमा। आफ्नो ख्याल राख्नु आमा। लभ यु।